पहिला टिकटकको यो भिडियो हेर्नुहोस् त्यसपछि यसको फनी कमेन्ट्स पढ्नेछौँ लेट्स गो लभ म्यारेजमा चुम्मा चाप्टी पहिले भइसक्या हुन्छ आकाशकै तारा झारिसक्या हुन्छ घुमाउन लग्ने ठाउँमा लगिसक्या हुन्छ अनि घरमा लिएर आइसकेपछि सधैँ घुमाउन लान नि सक्दैन मिठो मिठो खाना रेस्टुरेन्ट लान नि सक्दैन चुम्मा चाप्टी पनि अनि गरिसक्या हुन्छ त्यसको महत्त्व पनि हुँदैन सुरु गरौँ आफ्नो लाइफको एक्सपिरियन्स नसुनाउनु त दिदी यस्तै सुनेर मलाई एरेन्ज म्यारिड गर्न मन लाग्यो हो के मलाई चाहिँ यस विषयमा केही जानकारी नभएको घोषणा गर्दछु अब चाहिँ मुभ अन हुन हेल्प भयो यार मलाई म अर्को जन्ममा त लभ म्यारेज गर्दिन लौ न अब के हुन्छ पेटमा बच्चा कहिले हुन्छ त अबे साले म सिंगल भएर होला कुरा चाहिँ क्या राम्रो लाग्यो के बिहे अघि आकाशको तारा झारिदिन्छु बिहेपछि बङ्गारा झारिदिन्छु यो आन्टीले गर्दा ब्रेकअप होला जस्तो छ यार